फाइनली रोमानियाको इन्डियन गेटमा आइपुग्यो है। यहाँ आउने चाहिँ सपना थियो गाइस मेरो है। आज रोमानियामा बस्नुहुने साथीभाइहरूले चाहिँ युनिक्रेडिट ब्याङ्कको चाहिँ खाता खोल्दै नखोल्नु होला क्या। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। हामी चाहिँ अहिले पिपेरा भन्ने ठाउँमा आएको छौँ है। पिपेरामा चाहिँ हामी किन आएको भने मामाको भान्जाको चाहिँ पैसा फसेर बसेको छ 1 महिना पहिलादेखि नै। त्यही भएर हामी चाहिँ आएको। हिजो पनि आएको थियो। हिजो चाहिँ हामी मेट्रोबाट आएको थिएन, पाँचीबाट मेट्रोमा आयो भने 38 मिनट देखाएको थियो। हामी चाहिँ अनि बोल्टमा आएको। बोल्टमा चाहिँ 33 मिनट देखाएको थियो है। बोल्टमै आयो, ट्राफिक जाम भएर अनि हामी आधी बाटै आएर फर्क्यो। 5 बजीसम्म मात्रै हो त्यहाँ ब्याङ्क खुल्ने भनेको। अनि हामी आधी बाटो आएर फर्क्यो। सो आज चाहिँ आएको छौँ। काम बन्छ कि बन्दैन त्यो चाहिँ हो। आई होप मामा बन्छ होला। रोमानियाको एकदम खत्तम क्या, लो सर्भिस अनि ब्याड सर्भिस पनि हो। अनि काम छिटो नगरिदिने त्यो ब्याङ्क चाहिँ युनिक्रेडिट ब्याङ्क पर्दो रहेछ। ब्याङ्क पर्छ होइन। रोमानियामा बस्नुहुने साथीभाइहरूले चाहिँ युनिक्रेडिट ब्याङ्कको चाहिँ खाता खोल्दै नखोल्नु होला क्या। हाम्रो त कम्पनीले खोलिदिएको है। त्यस्तो नराम्रो हुन्छ भनेर के थाहा, त्यस्तो थाहा थिएन। पहिला चाहिँ आफैले ब्याङ्क एकाउन्ट खोल्यो, अनि त्यसपछि कम्पनीले के अरे एकाउन्ट नम्बर दियो भने चाहिँ त्यही हाम्रै पर्सनल एकाउन्टमै हालिदिन्छ फेरि पैसा। अहिले चाहिँ त्यस्तो चलन छैन रहेछ, त्यस्तो चाहिँ बन्द गरिदिएको रहेछ। सो त्यही भएर चाहिँ हामीलाई लास्टै गाह्रो भएर छ। जतिखेर पनि ब्याङ्कमा पैसा अड्क्यो भने, ब्याङ्कमा सानोतिनो केही अब प्रब्लम आयो भने धेरै इस्यु आउने रहेछ हेर्नु न। यो ब्याङ्कमा महिनामा एकचोटि इस्यु आइरहेको हुन्छ क्या। अब कार्ड के भयो भन्छ, के भयो भन्छ, खालि पिन चेन्ज गर्छ होइन। मैले त एकचोटि यार पिन चेन्ज गर्नलाई आएको, पाँचीमा 2टा उसमा आएर पनि नभएको यार। यस्तो दिमाग खराब भएको थियो नि। सो तपाईँहरू चाहिँ गाइज यदि रोमानियामा हुनुहुन्छ भने युनिक्रेडिट ब्याङ्कमा चाहिँ खातै नखोल्नु होला क्या। एकदम घटिया ब्याङ्क हो त्यो चाहिँ। आज चाहिँ हल्का जाडो छ है गाइज। रोमानियामा हल्का पानी परेको थियो हामी बस्ने ठाउँमा चाहिँ, तर यता चाहिँ पानी परेको छ है, हल्का परेछ क्या अरे। सो गाइज फाइनली मामा र म रोमानियामा भएको इन्डियन गेट जस्तोमा जाँदैछ। रोमानिया पनि छ गाइज इन्डियन गेट जस्तो, त्यो चाहिँ यहीँ हो। मामा र भन्दा त्यहाँ जाँदैछौँ इन्डियन गेट जस्तोमा। त्यहाँ गएर चाहिँ फोटो खिच्न पाउँछ कि पाउँदैन, नभए पनि केही छैन। यो त ओरतिरबाटै फोटो खिचिदिने हो। यस्तो छ गाइज। ल गाइज, मामा र म चाहिँ फाइनली रोमानियाको इन्डियन गेटमा आइपुग्यो है। कस्तो छ मामा? ठिक छ, राम्रो छ हो। तपाईँले यो आइयो, यहाँ आउने चाहिँ सपना थियो गाइज मेरो है। फाइनली आइपुग्यो आज। त्यो मौसम पनि दामी छ क्या यार। क्या चिल पारा छ मौसम पनि है। होइन मौसम पनि दामी छ, यसको लुक्स पनि दामी छ। माथि रोमानियाको झन्डा। पुलिसहरूले चाहिँ अब फोटो भिडियो गरेर भने गाडा हान्छ होला यार। सेलेरी आउने टाइममा गाइज है, सेलेरी आएर पैसा निकालिन्छ। अनि पार्ट टाइम सार्ट टाइम यताउता काम गरेर पैसा जम्मा हुन्छ नि त। जता गोजी छमे त्यतै पैसा भेट्छ क्या है मामा। सेलेरी आएको 15-20 दिन पछि चाहिँ फेरि भुकाटुन, अनि त्यसपछि पैसा गोजीमा पनि हुँदैन। हाम्रो चाहिँ अनि ब्याङ्कको काम पनि सबै कम्प्लिट भइसक्यो। अबको 10 दिन पछि चाहिँ आउँछ त्यो साथीको पैसा। यदि तपाईँहरूले रोमानियाबाट चाहिँ पैसा नेपाल पठाउँदै हुनुहुन्छ भने रिमिटलीबाट चाहिँ नपठाउनु गाइस है। योभन्दा 3 महिना पहिला पनि मेरो पैसा अड्केको थियो 3500। पछि 1.5 महिना पछि चाहिँ मैले मेरो पैसा मेरो एकाउन्टमा रिटर्न गरायो। सबभन्दा मेन ब्रान्च चाहिँ पिपेरामा आउनुपर्छ है युनिक्रेडिट ब्याङ्कको, अनि त्यसपछि मात्रै हुन्छ। नभए त बाँकी अरू ब्रान्चमा त राम्रो सर्भिसै दिँदैन। जस पिपेरामा चाहिँ राम्रो रेस्पेक्टफुलले गराइदिन्छ है। हामी चाहिँ अब यो मेट्रोबाट चढ्ने हो यहाँबाट होइन। अब यहाँबाट चढेपछि चाहिँ सिधै उनीर पार्कमा जाने, उनीर पार्कबाट पाची चढ्ने हो। गाइस अब चाहिँ हामी अन्डरग्राउन्डको मेट्रो चढ्न। यहीँ आउँछ मेट्रो होइन।